आजको दिन पार गरिसकेको छ। आजको दिन तीनवटा फिल्महरूको दिउँसभरिको अकुपेन्सी कस्तो रह्यो, आजको दिन तीनवटा फिल्महरूले बक्स अफिसमा कतिको कलेक्सन गर्न सफल भयो त यसको बारेमा चर्चा गर्न गइरहेका छौँ। भिडियोलाई पुऱ्याएर साथ दिनुहोला। सुरुमा हामी चर्चा गर्नेछौँ भाइरल गोर्खे फिल्मको बक्स अफिस कलेक्सनको बारेमा। साथीहरू, सौगात मल्ल, सृष्टि श्रेष्ठ आदि कलाकारहरूको मुख्य भूमिका रहेको चलचित्र भाइरल गोर्खे हिजो बिहिबारबाट देशव्यापी रूपमा प्रदर्शन भएको छ। यो फिल्म नेपाल राज्यभरि लगभग त 100 भन्दा बढी हलमा प्रदर्शनमा आएको छ भने यो फिल्मले हलरमा ठिकठाकको सोज पाएको छ। यतिखेर यो फिल्मले नेपाल राज्यभरि भएको मल्टिप्लेक्सहरूमा लगभग त 100 वटा जति सोजहरू पाइरहेको छ। साथीहरू, भाइरल गोर्खे फिल्म सामाजिक सञ्जालमा भाइरल हुनको निम्ति गरिने विभिन्न क्रियाकलापहरू र साथै भाइरल भइसकेपछि आउने विभिन्न उताप चढावको कथावस्तुमा आधारित रहेको छ र यो फिल्मलाई जति पनि पब्लिकहरूले हेरेका छन् ठिकठाकै रेस्पोन्स मिलिरहेको छ। यो फिल्मको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने भने हिजो पहिलो दिन यो फिल्मले निकै नै औसत ओपनिङ गरेको छ। माघे सङ्क्रान्तिको सार्वजनिक बिदामा रिलिज हुँदा पनि यो फिल्मले बक्स अफिसमा भने जस्तो ओपनिङ गर्न सकेन। हुन त यो फिल्मको अफिसियल कलेक्सन सार्वजनिक भने भएको छैन, तर हामीले पाएको प्राप्त जानकारी अनुसार हिजो पहिलो दिन यो फिल्मले लगभग त 5 लाख हारारीको ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। आजबाट यो फिल्मले बक्स अफिसमा 2 दिन पार गरिसकेको छ र दोस्रो दिन पनि यो फिल्मको कलेक्सन खासै राम्रो आएको छैन। यो फिल्मको आजको ओभरअल अकुपेन्सीको बारेमा चर्चा गर्ने भने बिहान मर्निङ सोमा लगभग त 5% हारारीको अकुपेन्सी देखिएको थियो। दिउँसो अकुपेन्सी 8 देखि 10% को देखियो भने अहिले इभिनिङ सोमा लगभग त 12 देखि 15% को मात्र अकुपेन्सी देखिएको छ। केही हलहरूमा त 10% को पनि अकुपेन्सी देखिएको छैन। यसै कारणले गर्दाखेरि आज दोस्रो दिन भाइरल गोर्खे फिल्मले बक्स अफिसमा लगभग त 2 देखि 3 लाखको ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। पछिल्लो समय नायक सौगात मल्लको फिल्महरू ब्याक टु ब्याक बक्स अफिसमा असफल भइरहेको छ। हुन त नायक सौगात मल्ल नेपालको सबैभन्दा व्यस्त नायकहरू मध्येमा पर्दछन्, तर पनि सौगात मल्लको हातमा हिट फिल्म पर्न भने चाहिँ निकै मुस्किल भइरहेको छ। भोलि शनिबारको दिन हो जुन दिन यो फिल्मले सबैभन्दा बढी कलेक्सन गर्नेछ। त्यसपछि त झन् आइतबारबाट यो फिल्म नराम्ररी क्र्यास हुने सम्भावना देखिरहेको छ। अब सौगात मल्लको भाइरल गोर्खे फिल्मले आउने दिनहरूमा बक्स अफिसमा पिकअप लिन्छ कि लिँदैन, या यो फिल्म पनि सौगात मल्लको पछिल्लो फिल्महरू जस्तै बक्स अफिसमा नराम्ररी फ्लप हुने हो, त्यो भन्ने चाहिँ हेर्न बाँकी नै रहनेछ। अब हामी चर्चा गर्नेछौँ गोबर गणेश फिल्मको बक्स अफिस कलेक्सनको बारेमा। साथीहरू, मरिच मान श्रेष्ठ, वर्षा शिवाकोटी, पूजन घिमिरे, सीतादेवी तिमल सिन्हा, पदम तामाङ आदि कलाकारहरूको मुख्य भूमिका रहेको चलचित्र गोबर गणेश हिजो बिहिबारबाटै देशव्यापी रूपमा प्रदर्शन भइरहेको छ। यो फिल्म पनि नेपाल राज्यभरि लगभग त 100 वटा जति हलहरूमा प्रदर्शनमा आएको छ भने यो फिल्मले पनि हलहरूमा ठिकठाकै सोजहरू पाएको छ। यतिखेर यो फिल्मले पनि नेपाल राज्यभरि भएको मल्टिप्लेक्सहरूमा लगभग त 100 वटा जति सोजहरू पाइरहेको छ। साथीहरू, यो फिल्म पारिवारिक र सामाजिक कथावस्तुमा आधारित रहेको छ र यो फिल्मलाई जति पनि पब्लिकहरूले हेरेका छन् सबैजनाबाट राम्रो रेस्पोन्स पाइरहेको छ। तर यो फिल्मले पनि भने जस्तो ओपनिङ गर्न भने चाहिँ हिजो पहिलो दिन सकेन। हुन त यो फिल्मको पनि अफिसियल कलेक्सन सार्वजनिक भएको छैन, तर हामीले पाएको प्राप्त जानकारी अनुसार हिजो पहिलो दिन